ड्राइभिङ लाइसेन्सको म्याद अब 10 वर्ष भयो भनेर भिडियो बनाएको थिएँ। त्यसमा धेरैजना साथीहरूले कमेन्ट गर्नुभयो। धेरैजनाको कमेन्ट के थियो भने अहिले पनि मेरो लाइसेन्स रिन्यू गर्दाखेरि 5 वर्ष मात्रै कायम भएको छ, यो हावा कुरा भयो, 10 वर्ष भएको छैन, अहिले यो कानुन लागू भएन, मेरोमा भएन भनेर यसरी विभिन्न प्रश्नहरू आयो। सबैको संक्षेपमा उत्तर दिनुपर्दा यो कानुन आइसकेपछि तपाईले लाइसेन्स रिन्यू गर्नु भएको छ भने तपाईको लाइसेन्स 10 वर्षको लागि थप हुन्छ। यदि कसैले नयाँ लाइसेन्स बनाएको छ, नयाँ ड्राइभिङ लाइसेन्स बनाएको छ भने त्यस्तो व्यक्तिको पनि 10 वर्ष नै कायम हुन्छ। अब बिलिङको कुरो आयो। बिलिङमा तपाईको 5 वर्ष मात्रै लेखिन्छ। तपाईले पाउने जुन रसिद हुन्छ, बिल हुन्छ, त्यसमा रिन्यू हुँदाखेरि रिन्यू हुन्छ, तर रिन्यू भएको जुन अवधि हुन्छ त्यो अवधि भनेको 5 वर्ष मात्रै देखिन्छ। तर सिस्टममा अनलाइनमा हेर्दाखेरि त्यो 10 वर्ष नै हुन्छ। तपाईले कुनै पनि शंका गर्नु पर्दैन। यो कानुन लागू भइसकेपछि ड्राइभिङ लाइसेन्सको म्याद 10 वर्ष नै कायम भएको छ।